श्रीमानलाई खुसी बनाउन त्यति धेरै परिश्रम गर्नु पर्दैन भनेर उहाँले भन्नुभएको छ। के गर्नुपर्छ त साथीहरू? एकपटक विशेष गरी महिला दिदीबहिनीहरूले यो भिडियो हेर्नै पर्ने हुन्छ। आउनुहोस्। श्रीमानलाई खुसी पार्न खासै केही गर्नुपर्छ जस्तो लाग्दैन है। यत्तिकै दुई चारवटा काम गर्नुहोस्, उहाँहरू यत्तिकै खुसी हुनुहुन्छ जस्तो लाग्छ है मलाई चाहिँ। नम्बर 1 को कुरो सबैभन्दा मोस्टली इम्पोर्टेन्ट, उहाँको फ्यामिली, बुवा मम्मी हुनुहुन्छ भने, दाजुभाइ हुनुहुन्छ, दिदीबहिनी हुनुहुन्छ भने उहाँहरूलाई रेस्पेक्ट गर्नुहोस्, मान सम्मान दिनुहोस्, केही भन्दाखेरि जवाफ नफर्काउनुहोस् है, मुखमुखी नलाग्नुहोस्। उहाँको बाउआमालाई रेस्पेक्ट दिनुभयो भने उहाँ यत्तिकै खुसी हुनुहुन्छ क्या है। नम्बर 1 को कुरो। नम्बर 2 को कुरो, कुनै कुरामा किचकिच नगरिरहनुहोस्, नरिसाइरहनुहोस्। रिस उठ्छ तर कुन कुरालाई रियाक्ट गर्ने, सानो कुरा छ भने नर्मल लिइदिने, अब ठुलो कुरा छ भने त रियाक्ट गर्नुपर्ने हुन्छ होइन। नत्र भने नर्मली सानो सानो कुरामा रिसाउने बानी गर्दै नगर्नुहोस् होइन। एकदम फेसमा स्माइल होस् होइन, सानो सानो कुरामा नरिसाउनुहोस्। नम्बर 3 को कुरो भनेको किचकिच, कुनै पनि कुरामा किचकिच नगरिनुहोस् के। उहाँलाई थाहा छ कि, श्रीमानलाई थाहा छ मैले मेरो कर्तव्य हो पुरा गर्नुपर्छ, मेरो फ्यामिली छ, मैले जिम्मेवारी लिनुपर्छ, उहाँ भनौँ न श्रीमतीको हरेक इच्छा आकांक्षा पुरा गर्नुपर्छ भने उहाँलाई पनि थाहा होला नि त होइन। तर पनि तपाईँहरू किचकिच बुढा यो भएन त्यो भएन, यो गर्दै त्यो गर्दै, फल्ला किन्दे ढिस्काना किन्दे, तिज आयो यो आयो, मलाई यतिको रानी हार चाहियो, यो चाहियो, दिनरात के किचकिच किचकिच गरिरहने, फल्ला नै यो लगायो, मलाई पनि त्यही किनिदियो, यो गरिदियो। यस्ता कुरामा कुनै पनि हालतमा किचकिच नगर्नुहोस् है। नम्बर 4 को कुरो सबैभन्दा मेन इम्पोर्टेन्ट, उहाँलाई कसैसँग कम्पेयर नगर्नुहोस् होइन, कसैसँग पनि के कम्पेयर गर्दै नगर्नुहोस् के। फल्लाको श्रीमानले त यस्तो गर्यो, उहाँको त यस्तो छ त्यस्तो छ, मेरो श्रीमान हेरिकन उहाँ कति यस्तो भनेर कसैसँग कम्पेयर नगर्नुहोस्। र नम्बर 5 कुरो भनेको चाहिँ आफ्नो कुरा, जस्तो तपाईँको घर परिवारको, तपाईँको त फ्यामिली हुनुभयो नि त, उहाँको हस्बेन्ड तपाईँको घर भएन त, उहाँ घरको कुरो माइतमा लगेर कुनै कुरा पनि नसुनाउनुहोस्। जुन सुनाउनु पर्ने कुरो छ भने मात्र हो, नत्र भने सानो सानो कुरा लगेर यस्तो भयो उस्तो भयो, सासू यस्तो, नन्दा यस्तो, यस्तो गर्यो उस्तो गर्यो, बुढोले केही कुरा नसुनाउनुहोस् क्या। उहाँ माइत मात्र नै, साथीभाइलाई पनि नसुनाउनुहोस् क्या। श्रीमानलाई खुसी बनाउनको लागि यी 5 कुराहरू तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। नमस्ते।